नमस्कार सबैजनालाई हाम्रो यो सिक्किम उत्सव 2025 चाहिँ हामीले सिलगढी बेगा मलको बाहिर गर्दैछौं सो यो चाहिँ हाम्रो मेन अब्जेक्टिभ चाहिँ हाम्रो के हो भने चाहिँ हाम्रो एन्टरप्रेन्योर्सलाई हामीले एउटा प्लेटफर्म दिएको सिक्किम भित्र नभएर चाहिँ हामीले सिलगढीमा गर्दैछ यो चाहिँ हाम्रो फर्स्ट टाइम हो यो इनिसिएटिभ चाहिँ अहिलेसम्म कहिले पनि गरेको थिएन सिलगढी हामीले किन सिलगढी चुज गर्यो भने चाहिँ यहाँको मार्केट चाहिँ हाम्रोसँग मिल्छ अन्त हामीले यहाँ मार्केट क्याच गर्यो भने चाहिँ हाम्रो एन्टरप्रेन्योर्सले मार्केट क्याच गर्यो भने चाहिँ उहाँहरुलाई एकदमै बेनिफिशियल हुनेछ भनेर चाहिँ हामीले सिलगढी चुज गरेको अराउन्ड 80 to 90 छ सो अलमोस्ट 100 एन्टरप्रेन्योर्स छ किनभने हामीले एउटा एन्टरप्रेन्योरकोबाट चाहिँ कोहीकोबाट 2 जना 3 जना त्यसो गरेर आउँदाखेरि चाहिँ सो अराउन्ड 100 चाहिँ छ हाम्रोमा हामीले उहाँहरुलाई हिजो नै लिएर आएको गान्तोकबाट सो यो कमर्स एन्ड इन्डस्ट्रिज को एउटा नोभल इनिसिएटिभ हो अन्डर द डाइरेक्सन अफ अनरेबल चीफ मिनिस्टर श्री प्रेम सिंह गोले सर अन्त उहाँको डाइरेक्टिभ्समा चाहिँ हामीले उहाँहरुलाई एन्टरप्रेन्योर्सहरुलाई हामीले सिलगढीमा हिजो लिएर होटलमा राखेर आज चाहिँ हाम्रो के भन्छ इनोग्रल सेसन हो अहिले सो इनोग्रेसन भएर चाहिँ बेलुका चाहिँ हाम्रो के छ भने इनोग्रेसनमा वी हैव लाइभ बैंड कल्चरल प्रोग्राम्स एन्ड भेरी पपुलर सबैजनाले मन पराउने सिंगी छाम पनि छ सो त्यो सँगैमा स्टल्सहरु हेर्नुभयो भने भेरिड खालको स्टल्स छ एउटै किसिमको स्टल छैन हामीले फूड स्टल्स देखि लाइभ किचन देखि लिएर हाम्रो प्रोडक्ट्सहरु हाम्रो ह्यान्डीक्राफ्ट्स ह्यान्डलूम सबै हाम्रो डिस्प्ले एन्ड एक्जिबिसन एन्ड सेलमा राखेको छ